लाग्छ हैन क्या नव वर्ष 2082 सालको शुभकामना ढिलै भयो नि यो भिडियो त कहिले आउँछ थाहा छैन त्यही पनि हैन हैन पासन हुन्छ उहाँहरू आउनु चाहनेहरूलाई के भन्नुहुन्छ हजुरको सर्वप्रथम त कमलको भग हेरिदिनु होला लुसलमा बस्नेहरूले बात त सही है हेरेर मात्रै त्यसपछि मात्रै आउनु होला कस्तो लाग्यो भने के साथीले चाहिँ पिसाब लाग्यो त्यो हेलो गाइज हजुरलाई स्वागत छ लोटसको युट्युब च्यानलमा हामी चाहिँ टक्क न्यु इयरको दिनमा होइन सो घुम्न आएको टक्क अब भोटिङ गर्न जाँदैछौँ एकजनाको चाहिँ मात्र 50 भनेको नेपाली त कति हो चाहिँ हामी चाहिँ अब लाग्यौँ गाइज टक्क आज नयाँ वर्षको दिनमा भोटिङ गर्न गएको भोटिङमा प्यासेन्जर त खाली छ हाम्रो पहिलो चाहिँ हुँदै हुनुहुन्छ है त गाइज 50 रुपियाँले 50 मिनट 50 रुपियाँ भन्नाले नेपालको 50 रुपियाँ चाहिँ होइन यहाँको 50 रुपियाँ हो नेपालतिर कन्भर्ट नगरौँ गाडी त खाली छ हेलो है त गाइज पासाङ हेलो भन्नु न साथी चाहिँ साथीसँग बोल्दैछु ए त्यही स्यालेरी आइसक्यो केटाहरूले पैसा दिइहाल्छ दाइ म ड्राइभर हो नि दाइ यार अब चलाउनु लाग्यो प्यासेन्जरहरू त टन्नै आउँदैछ अझै खाली भनेको त म ह्यान्डसम भएर आउँथेँ नि अलि यार म ह्यान्डसम भएर आउँथेँ नि अलि यार त्यत्तिकै उठ्ने बित्तिकै हिँडेको खासमा अफिस जानलाई हिँडेको हामी होइन टक्क डकुमेन्टहरू लिएर आइयो अनि यतातिर हावा खान आएको नयाँ वर्षमा टक्क यसो चाहिँ अब स्टोर रुममा लागेको छ ल है त गाडी गयो ड्राइभर केटा हो है त सुल्टी गाडी जाँदैछ ओ ल उता जानु नपाउँदो रहेछ तर कस्तो फिलिङ हुँदैछ भन्दा नि त जिन्दगीमा अनुभव गर्न पाइयो नारायणीको सर जस्तो फिलिङ्स त हाल्दैन नि गाइस तर जाडो भयो कि अलि दिउँसो आउनु पर्ने होइन जाडो भयो क्या ज्याकेट खोल हुन्छ ड्राइभरहरू चाहिँ 2500 टक्क अब हामी चाहिँ हाम्रो ठाउँ छोडेर घुम्न जाँदैछौँ ल है त हामी चाहिँ सर चाहिँ गाइज यतैतिर तालतिर घुमाउँदैछ होइन हावा तालमा आइदिएको यस्तो हावा चलेर जाडो हुन लाग्यो केटाहरू हावा तालमा टिकट सोधेर टिकट ठाउँको ठाउँ काटेर होइन घाम खासमा हामी एजेन्सी गएको डकुमेन्टको लागि अनि यहाँ मोडलको टक्क फोटोग्राफर फोटोसुट हुँदैछ हाम्रो फोटोग्राफर चाहिँ पासाङ हुनुहुन्छ ल म मेरो पनि फोटो खिच्दैन त के हामी चाहिँ मोडल होइन सिनियर मात्रै मोडल हो कस्तो आएको छ राम्रो निकालै मान्छे नराम्रो होइन अहिले खानु जाने भनेको केटाहरू डुल्ने भनेर यतै डुलाउँदो रहेछ अलि स्पिड चलाएको मजा आउँछ बरु नारायणीमा स्पिड चलाउँथ्यो होला है यहाँ हाम्रो पछाडि चाहिँ कस्तो हजुर के छ र आफ्नै त हो नि 50 मिनटसम्म फोटो खिच्यो बस्यो बरु खाजा लिएर आउनु पर्ने रहेछ है अनि यहीँ खाँदै बस्दै है त्यही जाडो भयो लास्ट हावा त मोबाइल खस्यो नि त है कता पुग्छ होला है हाम्रो केटाहरू यस्तो छन् कि केटी देख्नै हुँदैन हेर त लाइफमा उसले नि उयो हेरेछ हटाइहाल्यो भर्खरै लास्ट फोटो छ केटाहरू गयो अर्काको लाइफमा जे पायो त्यो कमेन्ट गर्यो यस्तो चाहिँ त बाहिरको दृश्य चाहिँ केटा हो हामी चाहिँ नयाँ वर्ष यस्तै भयो हजुरहरूको कस्तो भएको नि नेपाली नयाँ वर्ष जे होस् जस्तो होस् जय होस् जस्तो ठाउँ होस् सबै सुखी सुविधा सुख
सुख शान्ति बस्नु होला भन्दै ढिलै भए पनि हजुरहरूलाई नव वर्ष 2082 सालको शुभकामना। ढिलै भयो नि यो भिडियो त कहिले आउँछ थाहा छैन, त्यही पनि होइन पासा तिम्रो तर्फबाट नि जाओस् न त हाम्रो भिडियोलाई केही शब्द 2 शब्द नयाँ वर्षको समर्पण आओ त होइन के अरे कम्पनीमा जस्तो आओ यता गाइस केबल काट्ने छ है त यता फेरि केबल काट्ने छ है त लास्ट स्लो हिँड्ने के रेल नि त्यस्तै ढिलो हिँड्ने केबल काट्ने ढिलो हिँड्ने मैले त देख्न त दिएँ गुगलतिर होइन जाडो भयो यार त्यही हावा तान्नु सुनिलको गफ सुनेर पाछ सोध टिकट सोध भनेर झ्यापको टिकट सोधेर किनिहाल्यो अहिले त त्यही ला जाडो त्यति बसेर सामान लान्छ है खान्छ नि त अर्को ठाउँबाट भएन उनीहरूको चाहिँ यही त होला सायद केटाहरू हावामा चढेको जाडो भएको हात गोल्छु अघि त यो नि फुगाले त बढाइने होला त यति जाडो भएर मेन जाम भनेको चाहिँ उसले हो। मैले झन् त ज्याकेट लगाएको थिएँ है, मेरो ज्याकेट पनि चिसो घुल्छ त्यही दिउँसो ठिक रहेछ क्या। यस्तो डोजाको मान्छेहरू त बाहिर चिल यस्तै हो के पास नदिएर चाहिँ हाल्नु होइन भन्दा सकेसम्म गोली आनम भन्ने हुन्छ। पासन यस्तै ह्यान्डसम देखेको छ हाम्रो वान अफ द ह्यान्डसम मेन अफ दि पिडब्लुपी त्यहीबाट त रहेछ चढ्ने त त्यहाँबाट चढ्ने रहेछ अनि यहाँबाट नि चढेर जाँदो रहेछ। ल त गाइस हामी चाहिँ फाइनली आइपुगेको ठाउँ स्टेसनमा होइन। अब टक्क झर्न लाग्यो कस्तो लाग्यो नि रिभ्यू दियो नि त कस्तो लाग्यो भन न त दिदी हाम्रो नेपालीहरू कोही आयो भने चाउनेहरूलाई के भन्नु चाहन्छ तिमी पिसबलाई कस्तो लाग्यो भने साथीलाई पिसब लाग्यो ओ सुपर बाई बाई जाऊ तिमी गएर बस्नु त म पऱ्यो भाषणले पूजा चल्छ। यता सुन न लास्टमा रिभ्यू देऊ नि त सुनिल हाम्रो नेपाली जो रोस्लोमा बस्नुहुन्छ उनीहरू आउनु चाहनेहरूलाई के भन्नुहुन्छ हजुरको? सर्वप्रथम त कमलको भग हेरिदिनु होला रोस्लोमा बस्नेहरूले हेरेर मात्रै त्यसपछि मात्रै आउनु होला। अनि कस्तो लाग्यो यो भनिदेऊ न राम्रो रहेछ पासा तिमीलाई कस्तो लाग्यो? यहाँ बाहिरमा त क्या तातो गर्मी भयो उहाँ चाहिँ जाडो भयो रे गर्मी भयो रे पानी गनाउने पानी है त गाइस हजुरहरूले सुन्नुभयो होला रिभ्यू जाडोमा चाहिँ आउनु भएन चिसो लाग्छ होइन। गाइस हाम्रो चाहिँ खाजा आएको अवस्था अब टक्क नयाँ वर्षमा हाम्रो चाहिँ यतै भयो होइन इन्डियन आइसल्यान्डमा टक्क केटाहरू चाहिँ रेडी भइसकेको छ। यहाँ चाहिँ यहाँको लोकल कस्टमरहरू नै आएको हुन्छ। अब खाएको त के भिडियो बनाउनु होइन त्यस्तै हो। ह्याप्पी न्यु इयर फाइनल्ली गुड बाई भन्नु टाइम आइसकेको छ। सी यु गाइस नेक्स्ट टाइम।